हेलो एन्ड नमस्ते, स्वागत छ तपाईँहरूलाई यस राजेन्द्र आर्य युट्युब च्यानलमा। फेरि पनि झोर झरनाको नेक्स्ट पार्ट तपाईँहरूसँग आइसकेको छ। अस्तिको पार्टमा चाहिँ हामीले झोर झरना पुग्दाको यात्राको छिन मात्र थियो भने पहिले यहाँ बस्दाको रमाइलो छिन अनि झरनामा गरेको रमाइलो छिनहरू यो भिडियोमा कैद छ। यहाँ चाहिँ यस्तो मजाको छ है। यहाँ एकै ठाउँमा बसेर सुन्दर ठाउँहरूको दृश्यहरू देख्न सकिन्छ। त्यसमा काठमाडौँ भ्याली पनि पर्दछ। काठमाडौँ भ्याली एकदमै सुन्दर देखिएको छ। हामी यो सुन्दर काठमाडौँलाई एकछिन सबैले निहालेर किशोर दाइ कहाँ हुनुहुन्छ? भन्नुहोस् त कस्तो लागिरहेको? एकदम रमाइलो लागिरहेछ है। म पनि फर्स्ट टाइम हो तपाईँको। धन्यवाद है तपाईँले मलाई पनि के दुई शब्द होइन यो ठाउँको बारेमा भन्न लाउनुभएकोमा। यो ठाउँ चाहिँ एकदम राम्रो लाग्यो। अब हामी चाहिँ आज बस्ने रुम के कस्तो छ हेर्न जाँदैछौँ। यसरी चाहिँ फेरि एकछिनपछि रमाइलो गर्नुपर्छ ल। हुन्छ ल ओके सर। हामी चाहिँ आज बस्ने रुम हेर्न जाँदैछौँ। हल हो कि रुम हो कन्फ्युज भयो अब यार म त। मान्छे कस्तो राख्नु भएको छ जस्तो लागिरहेको मलाई है। हामी सबैले दुई दुईजना छौँ। खोइ हामी गाला एकदमै बबाल छ। फोटो खिच्ने मात्र काम भइरहेको छ राम्रो। झोर कस्तो लागिरहेको? झोर कस्तो लागिरहेको? अहिले चाहिँ कस्तो सिन कस्तो आइरहेको? मिठो खानेकुराहरू खानुपर्छ। सबभन्दा दामी यहाँको भ्यू, यहाँको ठाउँ, बस्ने ठाउँ होइन, अनि भ्यू सबै साथीहरू चाहिँ अब यहाँ मादलको तालमा डोरी गीत गाउँदै नाच्दै हुनुहुन्छ। अब चाहिँ हाम्रो रमाइलो स्टार्ट भइसकेको छ। तपाईँ भिडियोको साथमा रहनु होला। खानपाई खै सर सर ल हामी किराइरहेछ तिम्रो त्यो मायाले केटाहरूको पार्टी कम भयो। साथीहरू बीच हामीले एक अर्कासँग कुराहरू सेयर गर्यौँ। कसैको कुराहरूले एकदमै रमाइलो र हँसिलो बनायो भने
कसैको कुराहरूले एकछिन त भावुक नै बनायो। पैसा भने चाहिँ यस्तै रहेछ है, पुग्यो भनेर चाहिँ कसैले नभन्ने क्या। एउटाले भन्थे पैसा भगवान होइन अरे, तर भगवान भन्दा कम छैन, त्यस्तो होइन होइन, त्यतिको पावर हुन्छ, जति भयो नि पुग्दैन क्या मान्छेलाई। भयो कि एकदमै धेरै चिन्ता भयो मनमा, कता जानु के गर्नु होइन। अब सबैको आफ्नो रेस्पोन्सिबिलिटी हुन्छ आफ्नो फ्यामिलीमा, यताउति त्यो त भन्नु पर्दैन मैले होइन। सपना चाहिँ अनि जापान जाने पैसा कमाउने अनि पछिबाट चाहिँ नेपाल फर्केर केही गर्छु भन्ने त म छु, मेरो दाइ हुनुहुन्न। सो फ्यामिलीलाई चाहिँ मैले नै हेर्नुपर्ने हुन्छ अहिले, किनभने चाहिँ भाइ चाहिँ सानै छ, त्यही भएर चाहिँ म जापान जानुपर्छ। अनि अब जापान जाने हो, पैसा कमाउने हो, अब फ्यामिलीलाई ह्याप्पी राख्ने चाहिँ मेरो एउटा सपना छ। रिगार्ड लाग्यो चाहिँ रक्सी खाइदिएँ मैले आधीभन्दा बेसी। अब चाहिँ हामी बेलुकाको खाना खाँदैछौँ। करिब 9 बजिसकेको छ। सबैजना खाना खाएर फेरि हामी रमाइलोतर्फ नै जानेछौँ। धेरै रमाइलो गर्नेछौँ। भोलि बिहानै उठेर जोर जराना जानेछौँ। त्यहाँ पनि बबाल रमाइलो हुनेछ। तपाईँ भिडियो हेर्दै गर्नुहोला। खाना यति खाने तेल ठिक छ। म खान्छु ल एकछिनमा। ठिक छ। सेन्से सन्चै हुनुहुन्छ? के छ खाना मिठो छ? हो या ठिक छ, खाना बेस्ट छ हो। तामाङसान रिस्पोन्स चाहियो ल, बेस्ट छ खाना एकदम या होइन दाइ, के छ ठिक छ नि ल। लिम्बुसान अब म पनि खान्छु खाना हो। मेरो खाना यही हो, मेरो यही हो क्या है। यहाँ छ गुड मर्निङ एभ्रिवान। हिजो अलि अबेरसम्म बसेकाले अहिले चाहिँ अबेर नै उठिएको छ। दाइले यहाँ कसलाई फोन गर्दै हुनुहुन्छ? अरू सब अनम्यारिड भएकाले सुतिरहेछन्, दाइ चाहिँ म्यारिड भएर होला बुढीलाई फोन गर्दै हुनुहुन्छ जस्तो लागिरहेछ। अरू साथीहरू चाहिँ उठ्नु भएको छैन जस्तो छ, माथि कसैलाई देखेको छैन। अनि म पनि भर्खर उठेँ क्या अरे। यहाँभित्र साथीहरू सुतिराख्नु भएको छ है। अनि म पनि एकछिन अब फ्रेस भएर ब्रेकफास्ट चाहिँ के छ, ब्रेकफास्ट खाएर झोर झरानातिर जाने तयारी गर्छु। अनि म चाहिँ अब एकछिन फ्रेस हुन्छु। साथीहरूले चाहिँ यहाँ ब्रेकफास्ट गर्दै हुनुहुँदो रहेछ। मैले सोचेको थिएँ म बिहानै उठेँ, तर मभन्दा चाहिँ अगाडि साथीहरू उठेर फ्रेस भएर चाहिँ ब्रेकफास्ट कसैले खाइसक्नु भयो तर कसैले खाँदै हुनुहुन्छ। के छ भन्नु सबैलाई? अनि सर कस्तो लागिरहेको? एकदम रमाइलो लागेर पेट पनि भर्खर टन्न भयो। अब भर्खर भयो, फेरि एकजना नाच्नु पर्ला ल फेरि एकचोटि नाच्नुपर्छ।
तपाईँहरू के खाजा नखाएर बस्नु भयो कि नपाएर हो एक्लै एक्लै खाने अगाडि गाह्रो छ हामीलाई दिदीले खास चिया बनाउनु भयो कि चिया खान लाग्नु भयो आफ्नो लागि हो ए के छ नि त आउनै पर्ने अब हाम्रो साथीहरू चाहिँ यहाँ फोटो सेसन कार्यक्रम भइरहेछ है ठिक छ नि कस्तो लाग्यो अनि तपाईँलाई दिक्क लागिरह कस्तो न अनि तपाईँलाई अब फर्किँदै गर्दाको फिलिङ कस्तो भइरहेको मजा आइरह है हजुर अनि तपाईँलाई नमस्ते मेरो नाम सुमन चन्द हामी चाहिँ के अरे टोखा झोर भन्ने ठाउँमा आएको छौँ लङ्का रिसोर्टमा यहाँको सुविधा सबै ठिक लाग्यो नफर्किनु मन थियो क्या फर्किनु मनै थिएन रमाइलो त्यस्तो यो घरमा वेटर खाने छ छैन होला सोधेको छैन अनि अबको हाम्रो हिजो बेलुका आएको हामी चाहिँ अब बेलुकासम्म घर पुग्ने हुन्छ हामी अब फाइनल्ली यहाँको विशेष ठाउँ भनेको एउटा झोरको झरना जहाँ सुन्दर झरना अब हामी त्यो झरनामा जाँदैछौँ अनि गइहाल्यो सर अब अनि तपाईँलाई अब कस्तो भयो यहाँ बसाइ कस्तो भयो एकदमै बडो अच्छा है विशेष आकृति शान्त ठिक छ नि है अब निस्किने होइन सिरियस छ कसैको सामान छुटेको छ भने लैजाने है हामी अब झर्ना हैन एकछिन गुड सपोर्ट गर्नु होला हामीलाई थ्याङ्क यू ल जाम तल बस्नुपर्छ ल हामी चाहिँ अब यहाँदेखि झरना जाल्लाको है हाम्रो बसा चाहिँ यहीमा भयो लङ्का रिसोर्ट हो अनि हामी चाहिँ झोर पुगेको अवस्था रिजिसन ठिक छ आउनु भयो ल सबैलाई आउँदिउँ ल हेलो हेलो ल हेलो गाई जाम अब कसलाई पुरेर बस्या हामी झरना हेर्दा चाहिँ यहाँबाट सिडीहरू चढ्नु पर्दो रहेछ है सन्देशन है ल दौडिहाल्नुहोस् न तपाईँ प्लास्टिक के हो एउटा खुट्टामा प्लास्टिक छ अरू खुट्टामा छैन तपाईँ हिलोबाट बच्नुको लागि हो कालो लाग्छ है लगाएको हजुर बोले त गाएर अलि जानु चाहिँ तल मजाले पर्दो रहेछ है हामी अलिक माथि रोडबाट चाहिँ निस्किँदा आउँदाखेरि चाहिँ ठिकै हो तर जाँदाखेरि चाहिँ अलिकति उकालो चाहिँ पर्छ हिँड्न चाहिँ अलिक गाह्रो हुन्छ जस्तो लागिरहेको मलाई है अनि अब चाहिँ आयो झरना
फाइनली हामी झरना पुगिसक्यो झरना पुग्नुको माहौल छुट्टै छ साथीहरू एकदमै रमाइलो गरिराख्नु भएको छ फाइनली हामी पुगिसक्यो हामी फाइनली झरना पुगिसक्यो कसलाई दामी छ कस्तो लागिरहेको ठिक छ नि एकदम हामी झरनामा रमाइलो गर्नुपर्छ झोर काठमाडौँको टोखान नगरपालिकामा रहेको यो झोर एकदमै प्रसिद्ध छ यहाँको झरनाको पानी सँगै भएको मन्दिर खोलामा छुट्टै रौनक दृश्य यसै देख्न सकिन्छ फाइनली हेर्छ एउटा बोलेश्वर भगवान को जय बोलो तारकेश्वर भगवान को जय बोलो गुप्तेश्वर भगवान को जय जय पुजारी बाबा को शिवाजी कस्तो लागिरह एकदमै रमाइलो लागिरह अहिले चाहिँ रमाइलो भयो है हो शर्मिला कस्तो भइरह एकदम रमाइलो भइरहेको हो है पालो आएन भित्र जानलाई अब आउनै लाग्यो ल जानुपर्छ ल सबैले के माग्नुपर्छ आजै यो माग्नु लगिदिनु न है झोर गुफा चाहिँ एउटा रमाइलो रोचक कथासँग जोडिएको छ भस्मासुरले महादेवको तपस्या गरेपछि महादेव खुसी भएर उनीलाई वरदान दिएका रहेछन् तिमी जसलाई छुन्छौ त्यो नै भस्म होस् महादेवले वरदान त दिइहाले तर भस्मासुरले महादेवलाई नै भस्म पार्ने सोचेका रहेछन् अनि महादेवले आफ्नो ज्यान बचाउनको लागि यो झोर भन्ने गुफामा लुकेका रहेछन् यस्तो रमाइलो कथासँग जोडिएको छ यो झोर गुफा यहाँ विभिन्न रोचक कुराहरू देख्न सकिन्छ हाम्रो फेरि ग्रुपहरूले त्यहाँ चाहिँ मादल सादल बजाएर फेरि रमाइलो गर्न लाग्यो सबै त होइन
मन्दिरको पुजारीको हातबाट टिका लाउँदै आशीर्वाद लिँदै गऱ्यौँ हामीले। रमाइलो पछि हामी फेरि तल लाग्दैछौँ। तल पनि रमाइलो छ अरे, पूजापाठ गरियो। रोडदेखि तल जाँदाखेरि चाहिँ ठिकै रहेछ है, आउँदाखेरि चाहिँ अलि उकालो भएर सास बढ्दो रहेछ। बाटोमा बस्दै हिँड्दै हाम्रो साथीहरूसँगै म श्वास भइरहेछ। अनि धेरै श्वास चाहिँ हला भएको छ कि है। ल अझै छ के हो के भयो टिका धरे कुन काँक्रो खाने खाऊँ न त। कस्तो दामी आउँछ भिडियो तपाईँकोमा। +1 काँक्रो खाऊँ न त हामी। अर्ग्यानिक काँक्रो हो। यहाँनिर चाहिँ हामी उकालो चढ्दै चढ्दै काँक्रो खानुपर्ने अवस्था आयो। जाँदाखेरि चाहिँ रमाइलो रहेछ, उकालो चढ्दाखेरि चाहिँ अलिक गाह्रो हुँदो रहेछ। काँक्रो खाँदैछ दाइ, किन एक्लै बस्नु यहाँ आउनु तल। खुर्सानी पनि छ है यसमा, उता दिनु त। थोरै लगाउनु ल, मलाई चाहिँ धेरै नलगाउनु। मलाई चाहिँ अलि कम थोरै थोरै लगाउनु ल। अब चाहिँ हामी घर फर्केर लगाएको है। कोही बाइकमा कोही गाडीमा भएर अब चाहिँ आफ्नो आफ्नो गन्तव्य लाग्नुपर्ने हुन्छ। रमाइलो चाहिँ जति गरियो। अब चाहिँ हामी जान्छौँ। रमाइलो पनि त्यतिकै छ, तर सजिलो छैन। धर्म गर्नलाई कष्ट गर्नै पनि पर्छ। त्यही सिक्यो आज है। कस्तो अप्ठ्यारो ठाउँमा गएर बसिदिनु क्या भगवान् भन्ने जानै पर्यो। भक्तहरूलाई कष्ट चाहिँ दिने। अब हाम्रो झुरको रमाइलो सकिसकेपछि काठमाडौँ फर्किँदैछौँ। तपाईहरूलाई भिडियो कस्तो लाग्यो? भिडियोलाई लाइक गरी कमेन्टमा सल्लाह सुझाव दिन नबिर्सनुहोला। हजुरको सल्लाह सुझावले गर्दा मलाई धेरै प्रेरणा मिलोस्। च्यानललाई सब्स्क्राइब गरी सँगै रहेको बेल आइकनलाई दबाउनुहोला ताकि अर्कोचोटि भिडियो आउँदा हजुरहरू सामु छिटै पुगोस्। ओके, धन्यवाद।